हामी सबै चाहिँ बेकारीहरू हो यहाँनिर भए जतिको र हामी चाहिँ कामको लागि हिँडेको युथमा। युथ चाहिँ कहाँ हुँदैछ भन्दा केरेची घरमा हो। अन्त उहाँनिर चाहिँ अब काम त पाएको छ तर काम चाहिँ गर्दैन उनीहरूले। 3 जना आउँछ, 10 जनाको काम हो तर 3 जना बिहान आउँछ, 3 जना बेलुका आउँछ। हामी चाहिँ यत्रो बेकारी भएर बसिरहेछौँ, त्यही भएर हामी चाहिँ जाँदैछौँ। यताबाट आऊ बाटो, यो सबलाई काम चाहिएको साथीहरू। हामी चाहिँ गएको है काम खोज्नु। तपाईँहरूलाई पनि काम चाहिएको छ भने आउनु सक्नुहुन्छ। दिदी भनिदिनु त कहाँ गएको? हामी केरेची हाउस गएको। यहाँ एकदम मनमर्जी भइरहेछ हो, भित्रभित्र लाउँदै भित्रभित्र खाँदै हो। सरकारको चिज हो। जो बेकारी छ घरमा बसेर पढालेखा बहिनीहरू बसिरहेछ उहाँहरू जस्तो हुनेलाई चाहिँ नहुनेलाई काहीँ न काहीँ एउटाले 3टा 4टा गरिरहेछ हो न। सुन्दैछु अहिले केरेची घरमा र कतिवटा केरेची घरमा पढाउने काम हुन्छ, नानीहरूलाई सुगर सफा राख्ने काम हुन्छ। त्यतिखेर केटीहरू घरको दिदीबहिनी यत्रो हाम्रो सेल्फ हेल्प ग्रुप लिएर बसेर बनाइरहेको छ होइन। उहाँहरूलाई पनि त घरमा कति असुविधा भइरहेछ अहिले। पैसा भनेपछि सबैलाई नै चाहिन्छ। जस्तो मलाई चाहिएन, मेरो काम छ होइन। अब त्यस्तै हाम्रो गाउँमा कतिजना दिदीबहिनीहरू बसिरहनु भएको छ र हामी पढालेखा अनपढ भएर बसिरहेछ। सिधा मुखले रोटेसन गर न त भने चाहिँ 6-7 महिनामा गर्ने दिदी भनेर फिक्क पार्यो हो। जब उनीहरूको काम निक्ल्यो, पैसामा उनीहरूलाई लोभ गाडियो, त्यहाँदेखिको उनीहरूको कुराहरू एकदम हाम्रो कुरा त गर्नु सक्दैन अरे। लु गर्नु सक्दैन, कसैले पनि नगरोस् ताला मारिदिन्छ आज भने। कोही पनि गर्नु पर्दैन। गर्छ त सबै मिलेर गर्छ, गर्दैन त कोही पनि गर्दैन। यो सब पढालेखा अनपढहरू मात्रै छ यहाँ है। सरकारको चिजमा आफ्नो पर्सनल प्रपर्टी भनेर हात नजताए पनि हुन्छ। सरकारले लगेर पल्टाइदियो भने। अहिले चाहिँ हामी पुग्नु आँट्यौँ, हेर्दै गर्नुहोस् अहिले अगाडि तपाईँहरूलाई के हुन्छ कसो हुन्छ देखाउने छौँ।